अहिले आँपको सिजन छ। आँपलाई फलहरूको राजा पनि भनिन्छ। आँप खानुका धेरै फाइदाहरू छन्। पहिलो त यसमा धेरै प्रकारका भिटामिनहरू हुन्छन्। ए, बी, सी, ई जस्ता भिटामिन हुन्छन् जसले हाम्रो इम्युनिटी पावरलाई बढाउन मद्दत गर्छ। त्यस्तै दोस्रो कुरा, हाम्रो छालालाई स्वस्थ राख्न सहयोग गर्छ, जसले गर्दा पिम्पल लगायतका दागहरू आउन दिँदैन। तेस्रो कुरा, यसमा कपरको मात्रा बढी हुने भएकाले रातो रक्तकोष अथवा रेड ब्लड सेलको निर्माण गर्छ र रक्त अल्पता या एनिमिया हुनबाट पनि जोगाउँछ। अर्को भनेको कोलेस्ट्रोल हुन दिँदैन र इन्सुलिनलाई पनि ब्यालेन्स गर्छ अनि हार्ट स्ट्रोक हुनबाट समेत बचाउँछ। गजब कुरा त के छ भने डायबिटिस भएको मान्छेहरूले समेत यदि सुगर कन्ट्रोलमा छ भने आँप खान मिल्छ। अर्को झनै राम्रो कुरा के छ भने यसमा प्रशस्त मात्रामा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ, जसले गर्दा हाम्रो पाचन प्रणालीलाई मजबुत बनाउँछ र अन्य पेटका समस्याहरू समेत हुनबाट बचाउँछ। त्यसकारण खुब आँप खानुस्। आफ्नै घरमा फलेको हुन्छ झनै बेस्ट।